कहिले सोच्नु भएको छ कुनै बेला ल्यान्डलाइनको तारमा अल्झिएको प्रेम आज कसरी मोबाइलको स्क्रिनमा स्वाइप हुन आइपुग्यो? हो, आज हामी भारतमा प्रेम खोज्ने तरिकामा आएको यही नाटकीय परिवर्तनको रोमाञ्चक यात्रामा निस्कदैछौँ। कस्तो थियो होला है त्यो जमाना, जहाँ एउटा ब्ल्याङ्क कलले पनि हजारौं कुरा भन्थ्यो, जहाँ प्रेम व्यक्त गर्न रचनात्मकता र धैर्य दुवै चाहिन्थ्यो। खैर, त्यो जमानाबाट आजसम्म आइपुग्दा हामी कहाँ आइपुग्यौं त? आउनुहोस्, हाम्रो आजको यात्राको बाटो हेरौं। हामी हाम्रो कुराकानी इन्टरनेटभन्दा पहिलेको प्रेमको सुनौलो दिनबाट सुरु गर्नेछौँ। त्यसपछि डिजिटल क्रान्तिले कसरी सबै कुरा उलटपुलट पारिदियो भनेर हेर्नेछौँ र अन्त्यमा आजको जटिल तर उत्तिकै रोचक डेटिङ संसारको गहिराईमा पुग्ने कोसिस गर्नेछौँ। ल, अब एकछिनको लागि आँखा चिम्लेर एउटा यस्तो संसारको कल्पना गरौँ जहाँ म्याच कुनै एपको एल्गोरिदमले होइन, भाग्यको संयोगले जुराउँथ्यो। हाम्रो कथा हो यहीँबाट सुरु हुन्छ। एकचोटि सोच्नुहोस् त, चण्डीगढको त्यो कठ्याङ्ग्रिने झाडो अनि कोही घण्टौँसम्म छतमा बसेर कुरा गर्दैछ। यो त समर्पणको अर्कै स्तर भयो नि, होइन र? यो केवल कुराकानी थिएन, यो त एउटा प्रतिबद्धता थियो। आज हामीलाई आफ्नै नम्बर याद हुँदैन, तर त्यो बेला कसैको ल्यान्डलाइन नम्बर याद हुनु भनेको त्यो सम्बन्धको गहिराई नै अर्कै हुन्थ्यो। अनि बोयफ्रेन्ड गर्लफ्रेन्ड भन्ने शब्द, ओहो, त्यो त ठुलै कुरा थियो। आजको जस्तो हल्काफुल्का रूपमा लिँदैनथ्यो। हरेक साना साना कुरामा एउटा मिठास र अर्थ थियो। तर समय सधैँ एक नास कहाँ रहन्छ र? धैर्य र मेहनतको त्यो संसारमा प्रविधिले एउटा यस्तो आदि ल्यायो जसले प्रेमको परिभाषा र तरिका दुवैलाई सधैँका लागि बदलिदियो। यो समयरेखालाई हेर्नुहोस् त, कसरी एकपछि अर्को घटनाले पुरै माहौल नै परिवर्तन गरिदियो। 90को दशकमा जब बजार खुल्यो, त्यसले सोच पनि खुलायो। अनि त्यसपछि आयो जियो। जियोले त डेटालाई पानी जस्तै सस्तो बनाइदियो, जसले गर्दा सम्बन्धको नदी नै अर्कैतिर बग्न थाल्यो। ल, अब आइपुग्यौँ हामी आजको संसारमा जहाँ प्रेम एक स्वाइप टाढा छ। तर के साँच्चै यति सजिलो छ त? यसको पछाडिको मनोविज्ञान अलि गहिरो छ। आउनुहोस् बुझौँ। लिक्विड लभ, यो शब्दले के भन्छ भने आजका सम्बन्धहरू तरल पदार्थ जस्तै भएका छन्, जुन भाँडामा राख्यो त्यस्तै आकार लिने, सजिलै बग्ने र कहिलेकाहीँ त तातेर बाफ बनेर उडिजाने पनि। डेटिङ एपहरूले प्रेमलाई एउटा खेल जस्तो बनाइदिएका छन्, होइन त? तासको पत्ती फिटे जस्तै प्रोफाइलहरू आउँछन्, राइट स्वाइप, लेफ्ट स्वाइप, म्याच। तर गहिरो प्रश्न यो हो कि के हामी साँच्चै सम्बन्ध खोजिरहेका छौँ कि यो खेलको अर्को लेभल जित्न मात्र खोजिरहेका छौँ? तर जति नै डिजिटल भए पनि, जति नै स्वाइप गरे पनि, हाम्रो समाजको जरा त पुरानै माटोमा गाडेको छ नि। हो, यहीँनिर सुरु हुन्छ आधुनिकता र परम्पराको असली टसल। यो सानो आँकडा हेर्नुहोस् त, 6% भन्दा कम। यसले एउटा ठूलो कथा भन्छ। यसले देखाउँछ कि मान्छेहरू डेटिङ एपमा जति नै आधुनिक देखिए पनि जब कुरा विवाहको आउँछ, जात र धर्मको पर्खाल आज पनि उत्तिकै अग्लो छ। यही कारणले गर्दा धेरै युवाहरू एउटा डोरीमा हिँडिरहे जस्तो देखिन्छन्। एकातिर आफ्नो मनको खुसी छ, अर्कोतिर परिवार र समाजको अपेक्षा। यही सन्तुलन मिलाउने जटिल कलालाई समाजशास्त्रीहरू नेगोसिएटेड मोडर्निटी वा सम्झौतामा आधारित आधुनिकता भन्छन्। धेरैलाई लाग्न सक्छ यो सबै परिवर्तन भनेको भारत पश्चिमी बन्दैछ भन्ने हो। तर के साँच्चै कथा यति मात्र हो वा त्योभन्दा अलि जटिल र रोचक छ? एकछिन दिलवाले दुल्हनिया ले जाएंगेको राज र सिमरनलाई सम्झिनुहोस् त। उनीहरूको सङ्घर्ष थियो परिवारलाई प्रेम विवाहको लागि मनाउने। आजको सङ्घर्ष कस्तो छ? डेटिङको लागि टिन्डर प्रोफाइल बनाउने अनि बिहेको लागि शादी.com। हेर्नुहोस् त, मैदान फेरियो तर सङ्घर्षको सार त उस्तै रहेछ नि। हो, यही हो हाइब्रिड मोडर्निटी। यो नक्कल होइन, यो त सिर्जना हो। ग्लोबल आइडिया लिने तर त्यसलाई आफ्नो स्थानीय मसला हालेर एउटा नयाँ मौलिक परिकार बनाउने जस्तै। भारतीय युवाहरूले पनि डेटिङको विश्वव्यापी चलनलाई आफ्नो संस्कृतिमा ढालेर केही नयाँ र आफ्नै बनाइरहेका छन्। ल, यति लामो यात्रापछि हामी अन्त्यतिर आइपुगेका छौँ। अब प्रश्न उठ्छ, यो सबैको निचोड के हो त? भारतमा आत्मीयता र सम्बन्धको भविष्य कता जाँदैछ? यो भनाइले सबै कुरालाई कति सुन्दर ढङ्गले समेट्छ। भारतमा डेटिङ गर्नु भनेको साँच्चै एउटा कला रहेछ। प्रेम र कर्तव्यबीच, व्यक्तिगत स्वतन्त्रता र पारिवारिक सम्मानबीच निरन्तर सन्तुलन मिलाइरहने एउटा जटिल कला। अन्तमा एउटा प्रश्नमा आएर कुरा टुङ्ग्यौँ,
प्रविधिले हाम्रो अगाडि अनगिन्ती विकल्पहरूको भण्डार खोलिदिएको छ, तर यो अनन्त डिजिटल भिडमा एउटा अर्थपूर्ण सम्बन्ध खोज्ने र त्यसलाई हुर्काउने छनौट त्यो त सधैँ हाम्रै हातमा हुनेछ, होइन र? यही प्रश्नमा सोच्दै आजको लागि यति नै।